ल साथीहरु सबैलाई शुभ सन्ध्या गुड इभिनिङ है साथीहरु र तपाईहरुमा आज म उपस्थित भइसकेको छु आज किन भन्दाखेरि तपाईहरुको चाहिँ जति जना साथीहरुले चाहिँ खरिदार प्रथम पत्र उत्तीर्ण गर्नु भएको छ आन्तरिक र खुला दुवै माध्यमबाट उहाँहरुको चाहिँ सेकेन्ड पेपर कहिले हुन्छ त्यो जानकारी लिएर र थर्ड पेपर कहिले हुन्छ त्यो लिएर उपस्थित भइसकेको छु कृपया अन्तिम समय हेर्नु होला साथीहरु लोकसेवाले आजै चाहिँ निर्धारण गरिएको हो यो सूचना यहाँ भनेको छ लोक सेवा आयोग परीक्षा सञ्चालन शाखा खरिदार वा सोच र पदको लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सूचना र यहाँ हेर्न सक्नुहुनेछ आयोगको आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यतालिका बमोजिम मिति 2082 साल 11 महिना 27 गते विज्ञापन प्रकाशन भएका निजामती र सांघिक संसद सेवाका राजपत्र अनङ्कित द्वितीय श्रेणी अप्राविधिक खरिदार वा सोच र पदको प्रतियोगितात्मक लिखित परीक्षा देखाए अनुसारको मिति र समयमा सञ्चालन गर्ने गरी परीक्षा कार्यक्रम निर्धारण गरिएको बेहोरा सम्बन्धी सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको छ। यहाँ आन्तरिकबाट र जति जना चाहिँ साथीहरु प्रथम पत्र उत्तीर्ण गर्नु भएको छ आन्तरिकको चाहिँ प्रथम पत्रको चाहिँ एक्जाम तपाईहरुको चाहिँ 2083 साल 5 महिना 4 गते हुन्छ है साथीहरु दिनको 2 बजे भने द्वितीय पत्रको चाहिँ 2083 साल 5 महिना 5 गते हुन्छ दिनको 2 बजे र यहाँ चाहिँ खुला तथा समावेशी संयुक्त एकीकृत प्रतियोगितात्मक लिखित परीक्षा चाहिँ फर्स्ट पेपर खुलाको भइसकेको छ सेकेन्ड पेपर तपाईहरुको चाहिँ कार्यालय व्यवस्थापन 2083 साल 5 महिना 6 गते हुन्छ दिनको 2 बजे भने तृतीय पत्र चाहिँ कार्य ज्ञान सम्बन्धी 2083 साल 5 महिना 7 गते हुन्छ दिनको 2 बजे नै हस् साथीहरु आजलाई यदि त्यो जानकारी आशा छ तपाईहरुलाई भिडियो मन पर्यो च्यानललाई सब्स्क्राइब गर्नु होला।